जय भयनाथ, जय शम्भु। चार प्रकारको सम्पत्ति यदि कसैको पनि खाइयो भने त्यो खाने मान्छे चाहे धनी किन नहोस्, चाहे त्यो लखपति किन नहोस्, चाहे त्यसलाई सुख सम्पत्ति बाह्य रूपले किन प्राप्त गरेको नहोस्, तर त्यसको मन सधैँभरि बातबाती बोल्ने छ। ती चार प्रकारमध्ये कुन कुन हुन् त? पहिलो नम्बरमा मन्दिरको धन। मन्दिरको धन यदि सही ठाउँमा सदुपयोग गर्ने ठाउँमा सदुपयोग गरिएन, अथवा मन्दिरको दान कसैले मन्दिरको लागि दान दिएका छन्, त्यो मन्दिरमा दिएको दान पनि कमिसन गरेर आफैले खान्छ भने त्यस्ता मानिसलाई सधैँभरि बातबाती मन पोल्नेछ। त्यो सम्पत्ति चाहिँ त्यसलाई पत्दैन। अलिक दिन यस आरम्भ गर्ला त्यो मन्दिरको आएको पैसाले, तर उसलाई जीवनभर चाहिँ सधैँ पस्ताउनु पर्ने हुन्छ अलिक पछि गएर। दोस्रो नम्बरमा छ जो गौमातालाई दिएको दान, यही त्यो दानद्वारा पनि उसले कमिसन खान्छ भने त्यस्ता मान्छेलाई सुख र समृद्धि कहिले प्राप्त गर्दैनन्, जो गौमाताको जस्तै धन खान्छ। चाहे त्यो किन भोकै बस्नु नपरोस्, तर गाईको लाई दिएको दान कहिले पनि खानु हुँदैन। तेस्रो नम्बरमा छ भाइको हक। जस्तै भाइलाई मार्दछ, जग्गामा होस्, पैसाको लेनदेनमा होस्, जसरी पनि भाइलाई जस्तै थिचोमिचो इत्यादि तरिकाले भाइको सम्पत्ति हरण गर्छ भने त्यस्ता मानिसलाई काँडो बित्दाखेरि जसरी खुट्टामा काँडा बित्दा सधैँभरि च्वास च्वास बोल्छ, त्यसै गरी भाइको पीर, भाइको आँसुले त्यो अमीर व्यक्तिलाई, चाहे लाख करोडौँको मालिक होस्, चाहे लाखौँको मालिक होस्, त्यसलाई सधैँभरि त्यसै पोल्ने गर्छ। जसरी काँडोले खुट्टामा पोल्छ त्यसै गरी। चौथो नम्बर छ छोरीको विवाहमा को पैसा जसले खान्छ भने, जो छोरीको विवाहमा दलाल बनेर पैसा खान्छ भने, जो छोरीको विवाहमा चाहिँ सामान किन जाँदा कमिसन खान्छ भने, त्यो छोरीको आँखाबाट आँसु झर्छन् र त्यो आँसुले चाहिँ